आज मेरो घरमा चाहिँ लन्च छ मेरो डल्लै फ्यामिलीहरूलाई। यहाँ मेरो भाउजू हुनुहुन्छ अनि मेरो यहाँ सानो भदैनी हाई। यहाँ मेरो कान्छी बुहारी मेरो कान्छा भाइ हेर्नुहोस् आज लन्च छ हो। अब लन्च गर्न आँटेको केही क्षण बादमा फेरि भेटौँ। डिसमा चाहिँ के छ भने यो चाहिँ लोकल कुखुराको झोल बनाएको छु। यहाँ हेर्नुहोस् लोकल कुखुराको झोल होइन। त्यसको बादमा यो बनाएको छु लोकल कुखुराको कर्जी मर्जीको भुटुवा होइन। त्यसको बादमा फेरि यो पोल्ट्रीको मासुको गिरिबे बनाएको छु होइन। त्यसको बादमा यो भयो यसलाई चाहिँ के भन्छ प्याजी बेसनको होइन। अब आजको मेरो लन्च चाहिँ यो हुँदैछ। डिसमा यो पाकेको छ हेर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस्। तिनजना भदैनी नानीले चाहिँ खानु स्टार्ट गर्यो लन्च। हेर्नुहोस् मेरो भदै पुरा लजाउँछ हेर्नुहोस् गाइस। यो मेरो सानो भदैनी ऊ छोरी छ यहाँ हेर्नु लजाएर खै अहिलेकोहरू यहाँ लजाउँछ। म बुढी मान्छे चाहिँ यहाँ के हो यस्तो। यहाँ दुईजना छ मेरो यहाँ हेर्नुहोस्। यहाँ दुईजना चाहिँ मेरो मेन घरको फ्यामिली हो। को भन्नु त यिनीहरू यो दुईजना। यो चाहिँ भयो मिउ, यो चाहिँ भयो युमी। यो मेरो दुईजना फ्यामिलीहरू छ मेन यो दुईजना फ्यामिली। अर्को यो वाइट चाहिँ भयो यसको वाइफको नाम हो युमी, ब्ल्याक वाइटको नाम हो युमी। यो दुईवटा चाहिँ मेरो मेन हो घरको मेम्बर। यहाँ हेर्नुहोस्। हाई गाइस होइन मेरो लन्चमा चाहिँ मेरो आज गेस्टहरू मेरो फ्यामिली छ। मेरो भाउजू, मेरो भाइ, मेरो हस्बेन्ड, मेरो बुहारी, मेरो कता गएछ भदैनी चाहिँ यी लन्च हुँदैछ। अब लन्च सकिनु आँट्यो होइन। आज लन्च मेरो भाउजू मेरो बुहारी आजको लन्च चाहिँ हेर्नु। मेरो भदै आएको खुसीमा आज लन्च हुँदैछ। एकदम सबै एक जग्गा फ्यामिली भेट भएर तिनीहरू चाहिँ लाइक सेयर कमेन्ट त गर्नुपर्छ साथीहरू। मेरो भदैनीले खाइसक्यो, खाइसकेर पनि हात हुँदैछ हाई भन हेलो। अनि यो दुईजनाले पनि खाइवरी अब एकदम मस्त सुत्दैछ युमी र मिउ। यो दुईवटा मेरो घरको मेम्बर। यिनीहरूलाई फेन खोलिदिनुपर्छ, फेनमा सुत्छ। अर्को सुत्यो नानी बहिनी पाको खै मेरो मेन मेम्बर पनि यहाँ छ। यहाँ हेर्नुहोस् हो उसले खानासाना खाइवरी यहाँ खेल्दैछ। मेरो हरेक भिडियोमा म मेरो नातिनीलाई देखाउँछु। उही नातिनी हो हेर्नुहोस्। तपाईँहरूले लाइक गरिदिनुहुन्छ, सेयर गरिदिनुहुन्छ, सब्सक्राइब गरिदिनुहुन्छ। बाई गरिदेऊ पापु मेरो बाबा गरिदेऊ हेलो गर्दैछ मेरो नातिनीले। एक नंबर